त साथीभाइहरू एउटा टिप उठाएर हिँड्नु पर्यो भनेको टिपै लागेको छैन हो, कता कताको टिप लागिरहेको छ। लास्टै गाह्रो भयो हो। अब नेपालमा गरी खानलाई पनि आन्दोलनै आन्दोलन, कहिले शिक्षक आन्दोलन, कहिले के अरे राजा ल्याउने आन्दोलन, कहिले के को आन्दोलन। आन्दोलनले गर्दाखेरि पनि गरी खाने मान्छेलाई गाह्रो भयो है साथीभाइहरू। साथीहरू ल है त मलाई चाहिँ टिप लागिसक्यो यता 300 कतिको टिप लागिसक्यो यता बिएनबी हस्पिटलबाट उता कोटेश्वरतिरको। अनि म चाहिँ ठ्याक्कै रोड पारिपट्टि बिएनबीको अपोजिटतिर टिप पनि उठ्यो, फोन गरिसकेँ मैले। अनि अब यो रोड क्रस गरेर ठ्याक्कै पारिपट्टि जानुपर्ने हुन्छ। मेरो गाह्रो छ रोड क्रस गर्ने ठाउँ पनि। ल है त साथीभाइहरू घाम लागिसकेको छ। अगाडि सातो बाटो चोक, अनि म चाहिँ यहाँ के भन्छ अरे ग्वारखुतिर बिएनबी हस्पिटल चाहिँ। अगाडि चाहिँ मामाहरूको चेक हुन्छ है साथीभाइहरू। यहाँ ग्वारखु यो फ्लाइओभर नजिकै अहिले डेलीको चेक हुन्छ। 50 स्पिडभन्दा बढी गयो भने फाइन काट्नुहुन्छ मामाहरूले। अब राम्रै हो, हाम्रै लागि भनेको होला। अब हाई सिटमा प्रायः जस्तो अब एक्सिडेन्टहरू हाई सिटमा भइरहेको हुन्छ। अब नेपालको बाटो त्यस्तै हो, जता क्यारे जतापाति बाटो काट्ने, जतापाति बाटो काट्ने, जुन गाडी जताबाट आए पनि गर्ने छिर्ने। त्यही भएर अब 50 स्पिड पनि धेरै नै हो कि अब ठिकै होला त, हाम्रै लागि त भनेको होला नि। 50 स्पिडभन्दा बढी गयो भने चाहिँ यहाँ फाइन काट्नुहुन्छ है ट्राफिक सरहरूले। त्यही भएर 50 स्पिडभन्दा बढी चाहिँ कहिले पनि नकुदाउनु होला तपाईँहरूले पनि। म त कुदाउँदैन साथीहरू, 50 स्पिडभन्दा माथि चाहिँ म कुदाउँदैन। अब ट्राफिक नियमको पनि त पालना गर्नु पर्यो त। अब हाम्रै लागि त के भनेको होला नि, हाम्रै लागि के चिजहरू भनेको होला, हाम्रै लागि भनेको होला। ल साथीभाइहरू म यहाँ के अरे घरको चोकतिर आइपुगेँ। यता छ भित्र यो बिएनबी हस्पिटल गेट। गाडीलाई सोध्नु पर्यो इमर्जेन्सी कताबाट हो? राइट हो? ल ल बिएनबी हस्पिटल है साथीभाइहरू। यो पनि एकदम नाम चलेको हस्पिटल हो। इमर्जेन्सीतिर हुनुहुन्छ अरे प्यासेन्जर। अब उतातिर गएर भेट्नु पर्ला साथीहरू। ल है म चाहिँ यता के अरे ग्वारखु बिएनबी हस्पिटलबाट यता यो बानेश्वरको टिप पुरा गरिसकेको छु। अब यताबाट हेरौँ कताको टिप लाग्छ है त। ल है त साथीहरू धेरै बेरको बसाएपछि यहाँ एयरपोर्टनिरबाट टिप लागिसक्यो मलाई। पठाउको टिप लागिसक्यो है 600 रुपियाँको। प्यासेन्जरको लोकेसनमा जाँदैछु म। साथीहरू अघि चाहिँ म के अरे एयरपोर्टबाट टिप लिएर यता कुलेश्वर गएको थिएँ, कोरियन मेसी कुलेश्वरको। अनि त्यसपछि त्यहाँबाट फेरि टिप लाग्यो यता जाउलाखेल चिडियाखानाको। अनि त्यसपछि खाना खान जानु पर्यो भनेको, यसो गाडी रोक्नु लागेको। फेरि त्यहाँबाट यहाँनिर यो के अरे के भन्छ यो सातो बाटो महालक्ष्मीतिर नजिकै टिप लागेको थियो। अनि अहिले चाहिँ म खाना खानु फर्किँदैछु। खाना खाएर भेटौँ ल है त साथीहरू। ल है त अहिले चाहिँ म यता लगनखेलतिर छु। खाना खाइसक्यो मैले, फेरि टिप लागिसक्यो उता एयरपोर्ट पछाडि। एयरपोर्ट पछाडितिरको टिप लागिसक्यो यता लगनखेल बस पार्कतिरबाट। प्यासेन्जरको लोकेसनमा जाँदैछु है साथीहरू म चाहिँ। साथीहरू भिडियो बनाउनु पनि भ्याएको छैन है। लगनखेलमा खाना खाएर म उता के अरे जोरपाटीतिरको टिप लिएर गएको थिएँ। अनि जोरपाटी टिप छोड्ने बित्तिकै फेरि अनि जोरपाटीबाट यता यो टिकाथली भन्ने ठाउँको टिप लागेर म चाहिँ टिकाथलीको टिप चाहिँ छोडेर पनि फर्किसकेको छु। टिप लागि
आजभोलि चाहिँ यो बर्खाको टाइममा मौसम पुरै क्लियर भएको छ। साथीहरू दिनभरि कता कता कुद्यो है, रात परिसक्यो, अहिले चाहिँ 8 बजिसक्यो। के भन्छ 8 बजिसक्यो। अघि बस पार्कबाट उता के अरे बर्गु गएँ, बर्गुबाट फेरि स्वयम्भू आएको छु। स्वयम्भूबाट फेरि ट्रिप लागिसक्यो मलाई एयरपोर्टको। प्यासेन्जरलाई कल गरिसकेँ मैले, लिन जाँदैछु लोकेसनमा। 1 किलोमिटर देखाइरहेछ प्यासेन्जरको लोकेसन। अनि म चाहिँ लिन जाँदैछु साथीभाइहरूलाई एकचोटि अब एयरपोर्ट